हर्केले नामै बेइज्जत गरे यार। यहाँ प्रधानमन्त्री हुन्छ भने गुजराती नाम आइरह्यो बाली यस्तो रिसिप्टले लेखेको थियो। महावीर पनि घन्टीको हो। ए महावीरलाई पनि भन्यो। महावीर पनि घन्टीको हो। प्रधानमन्त्री हुन्छ के पेल्छ के गर्छ मन्त्री हुन्छ भन्दै थियो। त्यो मन्त्री भयो भने त्यसलाई फेरि डाँडाले मर्छ। ल साथीहरू हामी चाहिँ अहिले चितवन भरतपुर नजिक रहेको चाहिँ मृगस्थली मृगस्थली कुञ्ज होइन दाइ मृगकुञ्जमा चाहिँ यहाँ दाइहरू यहाँ माछा बनाउनु भएको रहेछ। अनि हामी पनि यसो हेरौँ न रमाइलो गरौँ के गरेर दाइहरूले भनेर हेर्न आएको। र विश्व दाइले चाहिँ अहिले माछा मार्ने बल्छी हान्दै हुन्छ ट्राई गर्दै हुन्छ। एकजना दाइ चाहिँ आउनु छ पुरा माछा पऱ्यो भने माछा हानेर भाँडाकुँडा पकाउने सकाउने तेल सेल सब बोकेर दाइहरूले परिसक्यो खालि माछा त त्यो पछाडि मलाई उतै तानिँदा कि चारजना एक ठाउँमा बसेर तान्ने के। तर शीतलमै जानुपर्छ यार। म शीतलमै जान्छु यार। शीतल कहाँ छ र भने उता छ नि त। ए जाउँ त्यो साइड जाउँ। सो मलाई चाहिँ माछा मार्न आउँदैन अहिलेसम्म मारेको पनि छैन मैले। मलाई हेर्न चाहिँ रमाइलो लाग्छ क्या अरूले मारेको चाहिँ। त्यही माथि जाने पनि छैन। तपाईँले त वहीँ पुऱ्याउनु लाग्यो यार। ठिक छ दाइ। घाम खाइएछ। तिनजना मात्रै राम्रो हो भनेको हो र माछाले काठ निकाल्ने हो त नि। ठुलो मुजी देखेन है सँगै खने होइन कस्तो मुजी रहेछ। बिस्तारै फेरि उहाँ घाममा गएर बसिदिरहेको टुक्रुक्क शीतल खोज्दै गएको पऱ्यो कति पऱ्यो बस दाइ। ल लिएर आउनु पोलिहालौँ अब त्यसलाई। बिस्तारै उहाँ पुगेको मान्छे त्यहाँबाट निस्केर टङटङ पुरा बल्छी बाटै बल्छी लिएर दौडी जाँदै।
उता एकजना दाइ, यहाँ एकजना दाइ, उता एकजना दाइ, 3 जना दाइ लाग्छन्। अनि हाम्रो बसन्त दाइको चाहिँ कतिवटा 20 वटा अरे दाइ 5 मिनेट 7 मिनेट एउटा परे रमाइलो हुन्छ। पर्दैन 20 वटा बल्छी तात्दै त परे हुन्छ। बिग्रिहाल्यो हैन त्यो झलर बनाएर हान्नुभयो। यिनीहरूलाई घाममा गाह्रो भयो होला नि यार। साह्रै हल्ला गर्ने टोली उता थियो भोटी भोटी परेको रहेछ कि। भोटी हो यो माछा अझ नि कतिवटा ठुल्ठुलै परेको रहेछ है। ठुल्ठुलो रहेछ माछा चाहिँ। त्यो बोतलमा नसिक्यो बलबल उठाउनु। यो चाहिँ के चिसो चिसो त्यसलाई पानी त उतै छ नि। मिनरलबाट ल्याइदिन्छु त। एकछिन बस्छु हेर। 2-3 बजी हाल्यो कति बेर बस्नु छ र भयो। शीतल पुगाउनु त पऱ्यो नि। त्यत्रो भाडा ल्याएर मैले भुट्नु पर्ने। तपाईँ भाडै सानो बोर्डको लिएर आउनु पर्ने भुट्नलाई। बोर्डको पर्छ कि अहिले साँझ हो कि माछा लाग्ने अहिले होइन। हामी चाहिँ यहाँनिर माथि आइपुग्यो। माछा मधेस दाइहरू होइन पर्न त अलिअलि परेको छ तर यस्तो मजा आउँछ कि यो हुन्छ नि बजारको हो हल्ला मान्छेको किचकिच होइन व्यापार व्यवसायको तनावबाट चाहिँ बाहिर निस्केर चट्ट यो जङ्गलको बिचमा होइन यो तालको छेउमा बसेर होइन हावा खान चिसो मजा आइरहेछ क्या। सो त्यो भएर एकछिन हामी पनि एउटा ट्रेनिङ थियो ट्रेनिङ सकेर फर्केको होइन ह्याङ भइरहेको थियो आनन्द आइरहेको हुन्छ। तर के भने पस्को पनि जानुपर्छ। हामी चाहिँ चाँडै निस्किन्छ होला। दाइहरू चाहिँ माछा हान्नुहुन्छ होला माछा खाएर बस्नुहुन्छ होला। कुनमा पर्यो हेर्दै जाने होइन नि परेको त आफै हल्लिन्छ नि त। कति त हल्लिँदा हल्लिँदै थाकेर बस्यो हुन्छ हल्लिँदा थाकेर चाहिँ आउँछ। भाले त पाल्ने भने राम्रो हुन्छ होला भोटी चाहिँ बाँच्छ पालेर बाँच्दैन कहाँ बाँच्छ। खाल्टो खनेर अनि गहिरो खाल्टो खन्ने कुर बनाइदिने बिचमा चाहिँ पानी भरेर छोडिदिने। के खान्छ त नि दाना हालिराख्ने अन्त पानी तात्यो भने 50 करोड भोटी माछा के पालन अनि घरै बल्छी थापेर प्र्याक्टिस गरियो पर्छ पर्दैन भन्ने होइन तर घरमा पाल्यो भने त अनि घरको मान्छे त रत्तिन्छ अनि यसले कहाँ बल्छी खान्छ थाहै सक्दैन यसले। घरमा टिभी कहाँ सुनेर कति कुरा बुझ्छ। एआई होइन च्याट जिपिटीबाट होइन उसले देख्न त देखिरहेको हुन्छ नि त। नत्र मैले त्यो बाँदरलाई चस्मा कसरी लाउन आउँछ नि म खोर्सानी आँखातिर लान्छ है यसरी हेर्दै त सिक्दैन। के त्यो बोल्दा बोल्दा कुकुरले भाषा बुझे जस्तो त नि। कुकुर त झन् कति इन्टेलिजेन्ट हुन्छ नेक्स्ट लेभल। माछाले मान्छेको भाषा जस्तो जान्दैन। अब डल्फिनले हेर्नु कस्तो डल्फिनले अनि त्यो डल्फिन त अनि मान्छे पछिको बुद्धिजीवी हुन्छ नि त। माछा त माछा हो नि तपाईँले माछाले भन्नु हो नि त हेपेर होइन भोटीमा पनि त के थाहा त्यो के अरे डाङ्ग्रे बोल्छ भन्थ्यो र पहिला सबै सुगा मात्रै पाल्थेन र मैना मात्रै पाल्ने होइन। अनि पछि त्यो बोल्दो रहेछ पालेपछि पो थाहा भयो त यसलाई पालेर हेर्नु लानु पाल्ने कुरो होला जस्तो त। यसको ट्यालेन्ट कति छ के थाहा त नि। त्यसलाई पाल्न त फेरि पहिला चाहिँ उसमा लानुपर्छ हेल्थ सेन्टरमा लानुपर्छ। त्यो मुखमा घाउला त्यो मुखको घाउ उपचार गर्नुपर्छ। बल्छीले काट्यो होइन बल्छीले काट्यो नि त मुखमा। यिनीहरू आफै सर्भाइभ हुने जात हो। यस्तरी माछा पऱ्यो माथिसम्म आएर त्यो मुख चुडेको त होला नि फेरि फुत्केर तल गएर नि फेरि बाँच्छ है। होइन यो डोरी कहाँ छ डोरी नै छैन क्या हो। यो डोरी भनेर ऊ त खासमा हो त्यो बल्छीको उस धागो हाल्नु पर्ने हो। त्यो बल्छीको धागो कि त्यो
चाहियो त होइन त्यो डोरी नदेखेर तपाईँले त बल खेल्नु पनि नसमाउँदो रहेछ एकदम सरियाले खेले जस्तो खेल्नै आउँदैन त होला बिचरा अनि अनि त टाङ समाउने पनि एउटा हुन्छ नि त अलिकति तिनीहरूले कति लामो टाङ गौँडालाई मारियो मात्रै 1 2 3 4 5 6 7 8 9जना त्यो चाहिँ यहाँभित्र भएको कतिवटालाई चाहिँ जिउँदोलाई लास बनाउने भने कति खान लास मात्रै हो र मान्छे भुटेर तारेर ताप के बोकेर होइन लास बनाउनु मात्रै आएको होइन कि त्यसको नाम निशान मेटाइदियो गु बनाएर निकाल्दिनु ठुलै पर्छ कि हेरेर हँसिए बोकेर होइन होइन त्यो आँसी त फेरि केही काट्नु पऱ्यो भने केही पऱ्यो भने मसला पनि ओखलमा कुटेर लिएर आएको छु म पनि पाएँ अब त यति नै भयो भने भुट्ने नै हो कि होइन दाइ रक्सी ल्याउने अस्ति यसरी कहाँ भुट्ने ढिला बनाउँदा नि तापके लिएर आएको छु तेल छ नुन छ माछा मुजी खोलैभरि छ खोलैभरि माछा त्यहाँ समुदायमा किडन्यापर टोरी आयो यसको नाम हर्की होला ऊ त्यसको नाम के होला त्यसलाई त लिएर गयो नि होइन हर्की भोटी प्रधानमन्त्री हुने बेला भइसक्यो हर्के यो गर्ने होइन त्यहाँ गाउँतिर जङ्गलमा पर्छ नि त्यो कुहिए सिद्रा के एकैछिनमा कुहिने त्यही हो हर्के त भोटीसित जाने भोटी भनेको त प्राउडले भन्ने यत्रो भोटी ताने भनेर कुहिए सिद्रालाई कोही भन्छ तान्दै भने कुहिए सिद्रालाई आएछ हुन्छ त्यसको नाम कुहिए हो कि गुहिए हो दाइ कुहिए छिटो कुहिने अरे कुहिए भने है त्यसलाई बाजेले भने कुहिए सिद्रा त्यो बल्छीमा आउँदा नि मन नपर्ने यस्तो प्याट्ट परेको भुँडी हुन्थ्यो होइन लामो 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 हुन्थ्यो क्या लामो एकदम कुहिने अनि तुरुन्तै भुँडी सफाएर तुरुन्तै घाममा सुकाइदिए जस्तो हुन्थ्यो होला नि त मैले हर्केलाई नै खान्छ त्यति ठुलो नै हुन्न हर्केले नामै बेजत गरे यार प्रधानमन्त्री हुन्छ भने मैले राजीनामा मागिरहेँ बालु महावीर पनि घन्टीको हो ए महावीरलाई पनि भन्यो महावीर पनि घन्टीको हो प्रधानमन्त्री हुन्छ के पेल्छ के गर्छ मन्त्री हुन्छ भन्दै थियो त्यो मन्त्री भयो भने त्यसलाई फेरि डाँडाले मर्छ कुन दिन त्यो सुसाइड गर्ने हो बढी होइन त्यो फेरि उता संसद भवनमा फेरि बोल्दाखेरि त राम्रै बोल्छ त हौ त्यो इन्टरभ्यूमा स्ट्याटसमा मैले यसो त्यसको दिमाग पढ्दाखेरि कस्तो टाइपको रहेछ भने जहाँ आफ्नो हुन्छ नि आफ्नो सपोर्ट गर्ने टाइपको दिमाग अब उसले अब खासै यिनीहरूले धेरै सोच्न सक्दैन भन्ने जस्तोमा चाहिँ जे गफ पनि हान्दिँदो रहेछ अनि अब फेरि संसदमा बोल्दाखेरि त फेरि मैले त्यहाँ त राम्रै बोल्नु पऱ्यो जस्तो बोलेर भएन त्यहाँ चाहिँ 2-4 दिन लगाएर सोचेर होइन लेखेर जान्छ होला क्या त्यहाँभित्र त त्यो राम्रै बोल्छ त त्यो कुरा सुन्दाखेरि ठिक लाग्छ त बोल्ने तरिका पनि अँ त नि बाहिर निस्क्यो माछालाई त्यो फेरि बाहिर निस्केको 2 मिनट औकात छ बाहिर निस्केको 2 मिनट औकातमा आउँछ है फेरि इन्टरभ्यू दिनु होइन बाहिर आयो भने फेरि त्यस्ता नाथे सुरु भइहाल्छ को बनाएर मै यो प्रधानमन्त्री नत्र को बाले त्यस्ता नाथे होइन त्यस्ता मुला कुरा नगर्नु रे त्यहाँ पनि पुगेर आउनु त किन तिहारी झुटाङे ताने जस्तो लाग्यो तिहारी कहाँ रहेछ तिनीहरू त्यो एरियामा फेरि क्यामेरा ठडाउँदै नजाऊ मलाई त्यो केन्या जस्तो दफत गर्दै हाल्छु टाढा पुग्छ हिँड्दा मोबाइल गायब अहिले कहाँ क्यामेरा लिएर गएपछि तिनीहरू के कारोबार चल्थ्यो सुनेको गफ कि तिनीहरूको लड्ने कुद्ने हो त्यस्तो भएको अरू गफै हुँदो रहेछ कि
नेपालीको सिभिक सेन्स एकदम कमजोर छ छैन नि आइक्यू लेभलै 0 हो नेपालीको त्यो एउटा हाम्रो बच्चाहरूले चाहिँ राम्रो बनाऊँ भनेर मैले त्यस्तो निस्किने कसले नराम्रो बनाऊँ भन्छ र आफ्नो बजार त्यही त सकेसम्म कि अलि त्यो यो संस्कारको लागि चाहिँ अलिक बढी नै जोड दिने कि बरु पढाइमा उ होस् त्यस्तो भयो भने मायाको बाउ छोराकै बाहिर पर्छ आफै बाउ मुजी यत्रो विरोध गर्दै हिँड्ने छोरो हर्किने भइदियो भने त टेन्सन भएन त्यो हर्केदाखेरि मासु त्यसै पास भन्ने रहेछन् कि त्यसलाई त्यो संस्कृतिको यिनीहरूले हिजो कता के शपथ खेलाएछ नि सेम किसान स्टाइलले के अझै अलिकति माटो लिएर देब्रे हातको छातीमाथि राख्नु होला मुटुको ढुकढुकीको छेउमा अनि त्यहाँबाट म भन्दै माटो नि त्यो कसम खिलाउँदै रहेछ कि लास्टमा धन्न आमेन भन्दैन कि हो कि म त लेख्दिएको आमेन भनेर लेख्दिएको तपाईँको त अहिले हरेक स्टार्टरमा कमेन्ट आउँछ त दाइ पर्यो परिहाल्छ नि साइजको पऱ्यो साइजको तिमीलाई नौ जस्तो लाग्यो हामी त देखिरहेको छिर्दैन छिर्दैन अरे अझ कहाँ छिर्छ त नि यो छिराउँछ छिर्दैन त्यो आँसीले त राख्छु नि काटौँ आँसीले न आँसी दाइहरूले फेरि यहाँ सब जुगाड गरेर यहाँनिर कागती सागती आँसी अझ कागती निचार्ने कुरा पनि रहेछ अझ यहाँ खाने होइन कि अलिक कतै सेभ स्पेसमा लगेर ट्याक्क भुटेर किन गर्नु लाग्यो छिटो छिरेन यो चक्कु पनि थियो नि आएर जस्तो यहाँ त्यसरी गयो है एउटा ल्याउनु त ओके साथीहरू हामी चाहिँ फर्क्यौँ है दाइहरू चाहिँ टक्क माछा मार्नुहुन्छ माछा खाएर आउनुहुन्छ सो हामी दाजुभाइ चाहिँ मसँग पनि बोल्नु पर्ने भएको भएर हामी चाहिँ फर्क्यौँ एकछिन इन्जोय गऱ्यौँ र तपाईँहरू पनि यदि चितवन वरिपरि हुन्छ र यदि चितवन भिजिट गर्न आइहाल्नु भयो भने त्यो ठाउँ चाहिँ आउनु नसुनाउनु होला है चितवन भरपुर लामा टोल लिएर गएको मृग कुञ्ज तालको नजिकै आउनु नबिर्सनु है त आठ चलाएर हो यो ठाउँमा है त